विद्यार्थीहरूलाई संसद भवन हान्न पठाएको हो र अभिभावकले कि पढ्न पठाएको? कसरी उनीहरू त्यहाँ पुगे त? त्यो गर्ने जेएनजीको उद्देश्य नै थिएन। जेएनजीको उद्देश्य त्यो थिएन। एभरेस्ट होटलसम्म पुग्दासम्म विद्यार्थीहरू निर्दोष थिए, निष्कलङ्कित थिए उनीहरू। किनभने उनीहरूलाई के लाग्थ्यो भने हाम्रो दायित्व यति मात्रै, असन्तुष्टि व्यक्त गर्ने, कुशासन, भ्रष्टाचार, अस्थिरता, यो विषयमा असन्तुष्टि व्यक्त गर्ने मात्रै जेएनजीको मुद्दा थियो। त्यसपछि एकाएक संसद भवन प्रहार गर्ने परिस्थिति उत्पन्न भयो। त्यो के कारणले उत्पन्न भयो? समस्याको जड त्यहाँ हो। न 23 न 24, 22 हो यो समस्याको जड। अब तिनीहरूलाई अपराधी भन्ने कि, तिनीहरूलाई षड्यन्त्रकारी भन्ने कि, तिनीहरूलाई लुसिफर भन्ने कि, तिनीहरूलाई किडन्यापर भन्ने कि, त्यो आफ्नो छनौट हो।